आम्मामा रातो हुँदोरहेछ त है खुन जस्तै वाटरमेलन जस्तो हुँदोरहेछ ल है को कोलाई मनपर्छ यसो कमेन्टहरू लेखौँ है यो चाहिँ हाम्रो बारीमा चाहिँ पुरै लटेर लागिरहेछ यस्तो डरलाग्दो कस्तो डरलाग्दो पाराले लागिरहेछ तर मेरो आमाले तलबाट हेरिरहेछ फेरि पोका पोका छ उतै पोका पोका छ यता ऊ आज कति झरेर गएर पनि आजै त्यो ठिकै छ यस्तो चाहिँ अहिले सिजन चाहिँ यसको सिजन चाहिँ यतातिर पुरा लागेको रहेछ यो हाम्रो घरमा चाहिँ कसैले खाँदैन हाम्रो घरमा चाहिँ कसैले खाँदैन को कोलाई मनपर्छ यसो कमेन्ट लेखौँ है साथी हो यहाँनिर यो घाँस पर्नको पल्टाएर देखाइदिएन यहाँ हाम्रो बारीमा चाहिँ यस्तो चाहिँ अहिले चाहिँ फिलहाल चाहिँ एउटै हाँगामा चाहिँ त्यहाँ 30वटा चाहिँ छ होला कमसेकम हाम्रो बारीमा चाहिँ यस्तो फलेको छ अहिले लटेर चाहिँ लागेको छ खाने चाहिँ सिङ्गल 1% मात्रै हो उहाँले मात्रै खान्छ खै देखाउनु त कस्तो भएछ रातो भएछ यो चाहिँ ममा के भन्छ यसलाई आरु 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 है आरु हो यो आरु बगरा ल कमेन्ट डङ्की कमेन्ट लेखौँ त साथी हो को कोलाई मनपर्छ यो चाहिँ हेर यस्तो हुन्छ झ्याङ चाहिँ